जस्तो बन्न चाहन्छौ त्यस्तै सोच, जस्तो सोच्छौ त्यस्तै बनिहाल्छ। मान्छेहरू भन्छन् किस्मतले डिसाइड गर्छ, तर म भन्छु सोचले डिसाइड गर्छ। आज मैले चाहिँ राम्रो सोचेपछि भोलिको दिनमा राम्रो नै हुन्छ। आज चाहिँ मैले आफ्नो माइन्डसेट, धनी माइन्डसेट मैले राखेपछि भोलिको दिनमा मसँग धन सम्पत्ति आदिहरू सबै चिजहरू हुन्छ। आजको दिनमा मैले आफूलाई चाहिँ शेयर सोध्छु भनेपछि म शेयर बन्छु। अब आफ्नो दिमागमा म हार सोध्छु भनेपछि भोलिको दिनमा मलाई सफलता मिल्दैन, जित मिल्दैन। यो के सोचमा डिपेन्ड पर्छ। मलाई रेस्पेक्ट चाहिएको छ भनेपछि पहिला सुरुमा अरूलाई रेस्पेक्ट गर्नुभन्दा नि पहिला सुरुमा मैले चाहिँ आफूलाई रेस्पेक्ट गर्नुपर्छ। आफ्नो भ्यालु, आफ्नो कदर मैले आफूले बढाउनुपर्छ। त्यसपछि बल्ल चाहिँ अरूले मलाई रेस्पेक्ट गर्छ। पहिला सुरुमा मैले यो संसारलाई बदल्नुभन्दा पहिला चाहिँ आफूभित्रको इनर पार्टहरू, अब आफ्नो आत्मालाई, आफ्नो मनलाई चाहिँ मैले चाहिँ बदल्न एकदमै जरुरी छ। संसार त अटोमेटिकली बदलिहाल्छ। म पनि संसारको एउटा पार्ट हो। म पनि नेचरभित्र पर्छु। म पनि नेचरसँग चाहिँ कनेक्टेड